अब लिभिङ रुम सँगै भिजिट गरौँ हामी। यो फुल फर्निस्ड बेडरुममा हेर्नुहोस् त, ढोकासँगै पनि कस्तो मजाले मिलाएर बनाएको के। यहाँ चाहिँ हामीले आउने साथै लुगा चेन्ज गरिसकेपछि यो लुगाहरू राख्ने, सक्सहरू राख्ने, गन्जीहरू सबै चेन्ज गरेर राख्ने ठाउँ छ। अनि यहाँनिर चाहिँ सबै लाइटहरूको स्विच पनि राखेको छ भने भित्र इन्ट्री गर्ने साथै हजुरले देख्नुहुन्छ यहाँ चाहिँ किङ साइजको मजाको बेडरुम छ है। बेडरुमको डिजाइन अनि कलर यसको चाहिँ यो हेर्नुहोस् त, फ्याब्रिक हामीले युज गरेर, फोम युज गरेर यो मजाले पुस्न मिल्ने, क्लिन गर्न मिल्ने खाले फ्याब्रिक छ भने यसको पछाडिको डिजाइन पनि असाध्यै राम्रो छ भने यो बेडमा चाहिँ दुईतिर हेड छ उता र यता भने यसमा हामीले यसरी मजाले पीवीसी प्यानलले चाहिँ यो वाल प्यानलिङ गरेको छौँ। यो चाहिँ पीवीसी प्यानल हो भने यो साइड टेबल हेर्नुहोस् त, कस्तो रेडिमेड जस्तो चाइनिज फर्निचर जस्तो तर हामीले यहीँ बनाएको हो। यसको चाहिँ हेर्नुहोस् त हजुरले यो ग्लसी टाइपको कस्तो राम्रो फिनिसिङ आएको छ। यो सँगै हामीले चार्जहरू गर्ने पावर सकेटको पार्ट दिएको छौँ भने यहाँनिर हजुरले देख्न सक्नुहुन्छ ठुलो वार्ड्रोबको कलर हेर्नुहोस्। अनि यो हामीले काठको नै बनाएको ह्यान्डल है, असाध्यै राम्रो ह्यान्डल छ यो ह्यान्डल हेर्नुहोस्। अनि भित्रको पनि फिनिसिङ हेर्नुहोस् मजाले। यसमा चाहिँ सबै सेल्फहरू, सेफको भित्र हिडन सेफ पनि छ है, त्यो चाहिँ म हजुरहरूलाई देखाउँदिनँ। अनि तलको घडाहरू हेर्नुहोस् त कस्तो मजाले यो लक छ। यसरी चाहिँ यो घडाहरू पनि कस्तो मजाले हामीले राखेको छौँ भने यहाँनिर चाहिँ हाम्रो साडी कोटहरू राख्ने सेक्सन छ। अनि यो सँगै आउँछ मेकअप गर्ने, ड्रेसिङ गर्ने ठाउँ हेर्नुहोस् त, कस्तो मजाको सामानहरू राख्ने ड्रयर। अनि त्यसपछि हेयर ड्रायरहरू हामीले इलेक्ट्रिक मेटेरियल युज गर्नको लागि यहाँनिर पावर सकेट पनि रहेको छ। अनि मिरर हेर्न पनि सकिन्छ भने फ्लोरिङमा चाहिँ सबैमा टाइल्स फ्लोरिङ हो। यो काठ जस्तै, पार्केटिङ जस्तै देखिए पनि टाइल्स फ्लोरिङ अनि प्लेन टाइपको हजुरले माथि हेर्नुहोस् त, फल सिलिङ कस्तो राम्रो डिजाइन छ। अनि यो ठुलो झ्यालले चाहिँ यो लाइटलाई, यो रुमलाई सफिसियन्ट लाइट दिएको छ भने सबै बेडरुमहरूमा बाल्कनी चाहिँ भवानी ग्रुपको हुन्छ नै। हामी यसरी गएर चाहिँ यहाँबाट यसरी बाल्कनीमा चाहिँ जान सक्छौँ। अनि यसमा पनि हजुरले यो झ्याल र ढोका मैले दुइटै देखाएको ठाउँमा यहाँ हामीले यसरी चाहिँ ग्रेनाइट राखेको हुन्छौँ। यो गरिसकेपछि क्लिन मजाले गर्न सकिन्छ। यहाँ चाहिँ फोहोरहरू जम्ने समस्या चाहिँ हुँदैन, धुलोहरू हुने समस्या चाहिँ हुँदैन भने यताको भ्यू हजुरले बेडरुमबाट यसरी हेर्न सक्नुहुन्छ।